सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको सोमबारको खेलमा दुई नेपाली स्टारले जादु देखाए। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका कप्तान अलराउन्डर दिपेन्द्र सिंह ऐरी दुवैले टस हारे, तर दुवैले खेलमा 4-4 विकेट लिए। दुवैले मध्यम योगफल डिफेन्ड गराए र दुवैजना प्ले अफ द म्याच घोषित भए। यसअघि भएका 8 खेल मध्ये 7 मा विदेशी खेलाडी म्यान अफ द म्याच बन्दै हावी देखिएका थिए। तर सोमबारको दुई खेलमा दुई अनुभवी नेपाली स्टार सन्दीप र दिपेन्द्रले आफ्नो कौशल देखाउँदै कथा उल्टाइदिए। पहिलो खेलमा विराटनगर किङ्सले 135 जतिको मध्यम स्कोर बनाए पनि सन्दीप लामिछानेको जादुमय बलिङले खेललाई एकतर्फी बनायो। उनले 4 ओभरमा केवल 11 रन दिएर 4 विकेट लिए। जितपछि सन्दीपले भनेका थिए, गत वर्ष जस्तो लय थिएन, यो वर्ष टिम इन्जोय गर्दैछ। फाफ डु प्लेसिस आउने बित्तिकै एनर्जी थपिने उनको अपेक्षा छ, त्यसैले अझै विराटनगरलाई दावेदार बनाउँछ। दोस्रो खेलमा सुदूरपश्चिमले 53 रन बनाउँदा 4 विकेट गुमाइसकेको संकटकालीन अवस्थामा क्रिजमा आएका दिपेन्द्रले 28 बलमा 39 रन बनाएर टिमलाई सम्मानजनक 139 सम्म पुर्याए। जवाफमा उनले पावर प्लेमै कर्णालीका दुई ओपनर प्रियाङ्क पाञ्चाल र मार्क वाटलाई आउट गरे। वाटले 2 छक्का हानेर अट्याक सुरु गरेका थिए, तर ऐरीले क्विक रिभेन्ज लिएर एलबीडब्ल्यूमा पठाइदिए। नजिबुल्लाह जादरान र गुलसन झालाई पनि उनले आउट गरे। गुलसनलाई बोल्ड गरेपछि ऐरीको समरसल्ट सेलिब्रेसन मैदानभरि गुन्जियो। लगातार 3 जितसँगै सुदूरपश्चिम र विराटनगर 6-6 अङ्क सहित शीर्ष स्थानमा छन्। सुदूरपश्चिमसँग क्रिस्लिन जोस ब्राउन जस्ता धुरन्धरहरू छन्। ऐरी दमदार फर्ममा छन्। विराटनगरमा फाफ टु प्लेसिस जोडिँदैछन् र कप्तान सन्दीपको लय टिमको आत्मविश्वास जति नै धारिलो छ। सोमबार एनपीएलमा विदेशी होइन, नेपाली स्टारको दिन थियो र त्यो चमक सन्दीप र दिपेन्द्रकै हातबाट निस्किएको थियो। सुदूरपश्चिम र विराटनगर नै ट्रफीको दावेदार देखिँदैछन्। यस्तै सामग्रीका लागि हाम्रो स्पोर्ट्स अपडेट च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।